वेलकम टु माई न्यू भिडियो। र आजको भिडियोको टपिक रहेको छ अग्निवीरमा लाग्ने डकुमेन्ट्सहरू कुन कुन हुन् र म चाहिँ सेलेक्टेड क्यान्डिडेट हो अग्निवीरमा 2024 to 25 ब्याचको। र हाम्रो अब अर्को महिना ट्रेनिङमा जान लागेको छु र म चाहिँ मेरो एक्सपिरियन्सको थ्रु यो भिडियो बनाइरहेको छु। मलाई मेरो गाउँको भाइ बहिनी साथीहरूले सोध्दै थियो कि अग्निवीरमा कुन कुन डकुमेन्ट्सहरू एकदम इम्पोर्टेन्ट छ र लाग्दो रहेछ भनेर मैले त्यसकै बारेमा सबैलाई पर्सनली भन्न सकिनँ र चाहिँ यो सानो भिडियो बनाइदिएको छु र तपाईहरुले मेरो युट्युब च्यानलमा आएर हेर्न सक्नुहुनेछ। र तपाईहरुको अग्निवीरमा फर्स्ट अफ अल लाग्ने भनेको क्लास 10 को मार्कसिट अनि स्कुलको सर्टिफिकेट क्लास 10 कै अनि चाहिन्छ तपाईहरुको गोर्खा सर्टिफिकेट अन्त डोमिसाइल अन्त जसको कास्ट सर्टिफिकेट छ कास्ट सर्टिफिकेट अनि स्कुलको लिभिङ अन्त स्कुल क्यारेक्टर सर्टिफिकेट अन्त सरपञ्च सर्टिफिकेट सरपञ्च अनमेरिड सर्टिफिकेट अनमेरिडमा पनि तपाईको त्यहाँ इन्डियन आर्मी हैन इन्डियन आर्मी हैन अग्निवीर लेखेको हुनुपर्छ र रिलेसन सर्टिफिकेट जसको आमा बाबा या दाजु बहिनीहरु है सर्भिसमा हुनुहुन्छ भने र एक्स सर्भिसम्यानको पनि लान सक्नुहुन्छ र एनसीसी सर्टिफिकेट जसको एबीसी छ उनीहरुको फाल्टै मार्क्स हुनेछ र त्यसको लागि त्यो पनि लान सक्नुहुन्छ र जति पनि स्टेट प्लेयर नेशनल प्लेयर हुनुहुन्छ उनीहरुले त्यो पनि लान सक्नुहुन्छ र ब्याङ्क एकाउन्ट पासबुक आधार कार्ड अन्त प्यान कार्ड पनि लानुपर्छ र कलर फोटो 20 कपिज तपाईहरुले 20 भन्दा पनि ज्यादा लान सक्नुहुनेछ र यदि कसैको आमा बाबा या बित्नु भएको छ भने उनीहरुको एउटा एफिडेभिट बनाएर अहिले मैले तपाईहरुलाई जे पनि डकुमेन्ट्सको लिस्टहरु भने त्यो डकुमेन्ट्सको लिस्ट यहाँ मसँग छ। यो हामीलाई जिआरडी कुमबाट प्रोभाइड गरेको हो र यो चाहिन्छ भने म तपाईहरुलाई मेरो भिडियोको एन्डमा हालिदिन्छु र तपाईहरुले त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ र